welcome to my mighty blog. After a long time. हेलो गाइजहरु आज चाहिँ म डुल्न जाँदैछु है फाइनली किनभने छुट्टी छ 1 महिना रमजानको अहिले चाहिँ म रुमबाट एक्लै निक्लिदै छु म चाहिँ बाटोमा छु ल दिदीहरुसँग भेट भइसक्यो फाइनली हामी जाँदै छौं है कति राम्रो देखेर होली खेल्न पर्छ ल बोर्डमा होली खेल्न पर्छ 18 गते चाहिँ आइगयो छ नि फेरि हेर्नु न कर्नेसमा क्या दामी बनाएछ नि त अब फेरि पनि नेक्स्ट टाइम आउने हो फेरि घुम्न दामी बनाएको रहेछ के यता हामी चाहिँ उहाँ उस्तो दुईटा दिदीहरु हो अनि उहाँ म्याडम हुनुहुन्छ एकजना मेरो सोर सुके छ क्या हो अनि म छु यतातिर हामी यति 4 जना आएको हो घुम्नलाई फाइनली औ हामीले चाहिँ भिडियो बनाइसकेपछि एक दुईवटा फोटो नि खिच्यौं किनभने त्यहाँ एकदमै राम्रो भ्यू थियो त्यही भएर त्यसपछि हामी चाहिँ कर्नेसतिर नाच्न गयौं लभ यु भन्दा नि पिउन मनलाई हाल्ने यो लड्कीहरु देखिन नि त एकजना यहाँ बसिरहेको छ जस जागर आइहाल्ने यही सोचेर बिताउँछु समय बुट्टे रुमाला तिमीले बोल्ने गोसल्लामा भए यही सोचेर बिताउँछु समय बुट्टे रुमाला तिमीले दिएको बुट्टे रुमाल सम्झना हेरिरौँ लाग्यो सुत्दा पनि रातिमा चट्टा मेरो घाँटीमा बसेको छु तिम्रै सपना दुनिया म त मर्छु कि क्या हो तिमी म त मर्छु कि क्या म त मर्छु कि क्या भरे पडा फाइनली नाचिसकेपछि हामी चाहिँ यतातिर भिडियो बनाउनु गयौँ क्या एकदमै राम्रो रहेछ यो ठाउँ पनि है एकदमै राम्रो भ्यू क्या यहाँनिर गयौँ भिडियो बनायौँ एक दुईवटा अनि फोटो पनि खिच्यौँ ल एक दुईवटा हामीले चाहिँ त्यहाँनिर साथमा त्यसपछि हामी चाहिँ उफ्रिँदै अगाडितिर लाग्यौँ मेरो साथी र म चाहिँ सेम रहेछौँ कि हेर्नु न गाइजहरू हाइट पनि उस्तै अनि बच्चा जस्तै उफ्रिँदै अगाडि गयौँ त्यस पछाडि हामी चाहिँ नेपाली रेस्टुरेन्ट आयौँ खाना खानको लागि त्यस पछाडि हामीले खाना खायौँ त्यहाँनिर नेपालको एकदम मिठो पाउँछ त्यहाँनिर हैन त्यस पछाडि हामी चाहिँ खाना खाँदैछौँ 4 जना ओके बाई बाई मेरो भ्लग चाहिँ यति नै हो